सबै साथीहरूलाई नमस्कार। म आज तपाईहरुसँग एकजना विशेष व्यक्तिका कुराकानी लिएर आइपुगेको छु। कर्णालीको माटोमा हुर्किएर हुम्लाको ग्रामीण क्षेत्रको दृश्यहरूलाई चाहिँ टिकटकबाट देखाउँदै भाइरल हुनुभएकी एकजना व्यक्तित्व मसँग हुनुहुन्छ, कल्पना सिंह ठकुरी। आज उहाँले चाहिँ कर्णालीका ग्रामीण क्षेत्रहरूमा बसेर के कस्ता दुःखहरू भोग्नुभयो र यो सोशल मिडियाको प्रयोग गरेर यो अहिले जुन किसिमको आफ्नो एउटा नेक्स्ट लेभलमा आइपुग्नु भएको छ, यहाँसम्म कसरी आइपुग्नु भयो भन्ने विषयवस्तुमा रहेर चाहिँ हामी कुराकानी गर्दैछौँ। स्वागत छ है कल्पना साहब। धन्यवाद। अब तपाईँ अब हुम्लामा विभिन्न गाउँहरूमा आफ्नो गाउँमा बसेर एकदमै अर्ग्यानिक खानपिन त्यहाँको दैनिक जीवन वस्तुलाई चाहिँ एकदमै प्रस्तुत गर्नुभएको थियो टिकटकरमा होइन। यो यसरी टिकटक बनाउनु पर्छ र यसरी चाहिँ आफ्नो टिकटकहरू यसरी अपलोड गर्नुपर्छ र यो स्थानमा पुग्न सकिन्छ जस्तो लाग्थ्यो कि लाग्थेन? कसरी सुरुवात गर्नुभएको थियो? लाग्थेन। पहिला त मेरो सानो बाबुहरूको बनाउँथे है बनाउँथे अनि भिडियो पोस्ट गर्थे। अनि पछाडि अब हुम्लामा गइसकेपछि काम गर्दाखेरि है, कामकाज गर्दाखेरि अनि जुन काम गर्थे अनि त्यही भिडियो बनाउँथे। जुन अवस्थामा छु त्यस्तै हो भिडियो बनाउँथे, पोस्ट गर्थे। सबैजनाले यति धेरै मन पराइदिनु भयो कि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जस्तो तपाईका भिडियोहरुमा चाहिँ एकदमै हुम्लाको ग्रामीण क्षेत्रको अभाव हैन, त्यहाँको चाहिँ वास्तविक चित्रलाई चाहिँ देखाउनुहुन्थ्यो हैन। हुम्ला पुगे भन्नुभयो, तपाई हुम्लामै जन्मे हुर्केको होइन? होइन, म चाहिँ मेरो जन्मभूमि चाहिँ मेरो माउली घर जुम्ला पातरासी पर्छ है। म भर्खर माउली घरबाटै आएको सुर्खेत। अनि 6 महिनाको हुँदा म जन्मिन चाहिँ जुम्ला जन्मेको। अनि 6 महिनाको हुँदा जाजुरकोट मेरो त्यहाँ गएँ। जाजुरकोट घर चाहिँ मेरो माइती घर चाहिँ जाजुरकोट नै हो। जाजुरकोट गएँ अनि त्यस पछाडि विवाह चाहिँ पछि हुम्ला गरेको। हजुर, अब जस्तो मान्छेहरूले तपाईको धेरै भिडियोहरू हेर्छन्, धेरैले कमेन्ट गर्छन् हैन, जसमा लाग्छ 20 मिलियन भन्दा बढीले पनि तपाईको भिडियोहरू चाहिँ हेरेका छन्। जस्तो तपाईले त्यहाँ आफ्नो भिडियोहरूमा चाहिँ आफ्नो भोइस चाहिँ कमै राखेको देखिन्छ, कुनै गीतहरूमा अथवा चाहिँ के म्युजिकहरूमा त्यस्तो भिडियोहरू देखिन्छ। वास्तवमा हुम्ला चाहिँ कस्तो छ? हुम्ला चाहिँ स्वर्गै भइगयो मेरो लागि। अब जे होस् यातायात पुगेछ अनि विद्युत टावरहरू पनि बन्याछ, खुसी लाग्छ। अनि सबै आजभोलि जुन हाम्रो तारु चुक भनौँ न, जङ्गलमा पाइने चुकहरू हामी आफू खानको लागि मात्रै प्रयोग गर्थ्यौँ, अरू त हामी टिप्दैनथ्यौँ, त्यतिकै खेर जान्थ्यो। अनि आजभोलि त्यो चुक पनि बिक्री हुन्छ। अनि आलु, सिमी, कोदो, चिनु सबै फापर सबै बिक्री हुन्छ, बिक्री वितरण हुन्छ। एकदमै खुसी छु म। दैनिक कसरी बित्छ तपाईको? दैनिक त त्यहाँ त्यस्तै त काम गर्नेलाई कामकाज गर्ने, अनि अब बाली नाली लगाउने सिजनमा लगाउनु पर्यो, लाउने सिजनमा लाउनु पर्यो। अनि बाली नाली त्यस्तै हो दैनिक बित्ने त। अब यो भिडियो गराउने कुरा गरौँ न। जस्तो अब तपाईँ चाहिँ मेरा फलोवर्सहरू यति बढ्न सक्छन् भन्ने तपाईको अपेक्षाले भिडियो गराउनु भयो, अथवा तपाईँले भिडियो गराउँदै जाँदाखेरि तपाईँलाई फलो गर्ने, तपाईँलाई माया गर्ने, तपाईँलाई मन पराउने मान्छेहरू बढे, के लाग्छ यहाँलाई? त्यस्तो अब भिडियो यस्तो बनाएपछि अनि उहाँले यसरी फलो गर्नुहुन्छ त्यस्तो चाहिँ मलाई त्यो कहिल्यै पनि त्यस्तो सोच आएन। अब म जुन अवस्थामा छु त्यतिखेरै अब भिडियो बनाउने अनि ठ्याक्क पोस्ट गरिदिने, त्यही भिडियो सबैले मन पराइदिनु भयो। खुसी छु, खुसी लाग्छ। त्यहाँको महिलाहरूको चाहिँ दुःख अथवा दैनिकी चाहिँ तपाईँले चाहिँ कसरी हेर्नु भएको छ? कस्तो? त्यही हो, दुःख त दुःख छ। अब खेतीपाती गर्न पर्छ, भेडा बाख्रा पालन, अनि चल्ला कुखुरादेखि लिएर गाउँघरमा सानोतिनो सबै पाल्नु पर्छ। अनि दुःख छ, दुःख चाहिँ गर्नै पर्छ गाउँघरतिर हो। हजुर, अब हामीलाई समय दिनुभयो यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। ल, हजुरलाई पनि धन्यवाद।